कम्युनिकेसन स्किलको यो चाहिँ पार्ट 3 हो, जहाँ चाहिँ मैले कम्युनिकेसन स्किलको बारेमा केही नलेजहरू आफ्नो सेयर गर्छु, जसले गर्दा चाहिँ मेरो कम्युनिकेसन स्किल चाहिँ 0 लेभलदेखि हिरो लेभलसम्म पुग्यो। नट द्याट पर्फेक्ट, म त्यति पर्फेक्ट अझै पनि म पनि छैन, मैले पनि सिकिरहेको छु। तर यस्तो कुराहरू जसले चाहिँ मेरो कम्युनिकेसन स्किल इम्प्रुभ गर्यो, त्यो कुराहरू चाहिँ मैले सेयर गर्छु। सो दुईवटा सिनेरियो छ, एउटा चाहिँ कम्युनिकेसन बिट्विन 2 पिपुल, अनि अर्को सिनेरियो चाहिँ जब चाहिँ तपाईँले स्पिच दिइराख्नु भएको छ, अगाडि गएर केही बोलिराख्नु भएको छ है। आज चाहिँ फर्स्ट जहाँ चाहिँ कम्युनिकेसन गरिरहेको छु हो त्यो सिनेरियोमा कुरा गर्छु। सो कम्युनिकेसन कोहीसँग गरिरहेछौँ भने चाहिँ पहिलो कुरो चाहिँ कसैले केही बोलिरहेछ, केही भनिरहेछ भने चाहिँ उहाँलाई इन्टरप्ट गर्नु चाहिँ भएन, बिचमा रोक्ने हो किन होइन, यस्तो हो भनेर उस गर्नु भएन। अगाडिको मान्छेले चाहिँ के भनिरहेछ होइन, उसले के भन्न खोजिरहेको छ, उसको भनेको कुराको मेन एक्ज्याक्ट अर्थ चाहिँ के हो, मेन पोइन्ट चाहिँ के हो होइन, त्यो नोट गर्ने मतलब नोटै लिएर डायरीमा या फेरि नोटप्याडमा नोट गर्ने होइन, त्यस मनमा पोइन्टहरू चाहिँ टिप्ने क्या, यस्तो उसले यो भनिरहेको छ, यस्तो यस्तो रहेछ भनेर नोट गर्ने। नोट गरेपछि उसले पहिला कम्प्लिट भन्न दिने, उसले कम्प्लिट भनिसकेपछि भन्दै रिप्लाई दिनु भएन, 2 सेकेन्ड 3 सेकेन्ड ग्याप लिएर होइन यस्तो होला, यस्तो पनि हुनसक्छ, यस्तो भयो कस्तो होला भनेर चाहिँ आफ्नो तर्कहरू राख्ने। त्यसले गर्दा चाहिँ के हुन्छ भनेपछि एउटा कनेक्सन बिल्ड हुन्छ, एउटा ट्रस्ट बिल्ड हुन्छ कि नै। बिचमा रोकेर सुन्यो भने चाहिँ उनीहरूलाई पनि लाग्छ क्या, उनीहरूलाई चाहिँ भ्याल्यु फिल हुन्छ क्या, जस्तै कि। सो यो कुराले चाहिँ मेरो कम्युनिकेसन स्किल चाहिँ इम्प्रुभ गरेको छ पहिलाभन्दा डेफिनेटली। सो आजको लागि यति नै। म सुमित पौडेल। डोन्ट फर्गेट टु फलो माई पेज, Insta ID, Facebook and YouTube channel. So do follow for more, and thank you.